यता हाई भन न। हाई। योगराज दोस्त र म चाहिँ हाम्रो महावीर पुनको गाउँ नागी हुँदै मोरे डाँडा जाँदैछौँ र अहिले चाहिँ हामी यहाँनिर आइपुगेका छौँ। यो बेनी बजारलाई छोडेर अलि माथि मल्लास गाउँभन्दा पनि माथि सायद यो मल्लासको लेकफाँट हुनुपर्छ र यहाँ चाहिँ बाटो बन्दै रहेछ है। यसरी गिटीहरू बिछाइएको छ अनि यो गिटीमा चाहिँ अलि ओभर स्पिड गर्न चाहिँ रिस्क नै छ। बिस्तारै बिस्तारै हामी उकालो जाँदैछौँ। भित्र पुरै गुराँसको रुखहरू छ। यसरी जाली लगाइएको छ बाहिरबाट भित्रबाट माथिबाट जतासुकैबाट के को लागि हो भन्ने थाहा भएन। उता एउटा कुकुरदेखि टोक्न आउने हो कि के हो र राजा? कुकुर छ त्यहाँ। ए दाइ आउनु भयो। के हो दाइ यो? कालिज पालन हो? ल कालिज हेरे केटा। ओए कति टाँठो हुँदो रहेछ नि त, भाग्दो रहेछ। ए यो पोथी भाले पोथीहरू धेरै रहेछ है। भालेहरू चाहिँ डाँफे जस्तै रङको हुँदो रहेछ। बढ्दैछ है, हुर्किँदैछ। कालिज यहाँ लुकिरहेछ। कालिज लैजाउँ न त। कालिज कि गोरिज? दुईटै लैजाउँ। कालिज गोरिज बोथ। कालिज कि गोरिज? दुईटै लैजाउँ। ए कालिजको भाले यहीँ छेउमा छ। यिनीहरू त मान्छेसँग फ्रेन्डली नै हुँदो रहेछ नि। वनको कालिज भए कहाँ यसरी बस्छ। दाइ ल हामी निस्किन्छौँ है। ल हस् धन्यवाद, तपाईँको फार्म भिजिट गर्न दिनुभयो, खुसी लाग्यो। यहाँ चाहिँ आलु खेती हुँदो रहेछ नि त। हेर त आलु यता माथि हेर न। जति लेक उति मिठो आलु हो कि। ठाउँ चाहिँ बवाल हो। ल मन पर्यो राजा। यहाँ अलिकति घडेरी किनेर राख्नुपर्छ कि। किनिसक्नु होला र? ससुराली बनाउने त्यही छोडिदिन्छ होला। आमामा छोडिदिन्छ होला। दामी ठाउँमा हेर केटा। अब चाहिँ हामी फलामे डाँडामा खाजा खाने ब्रेक लिइरहेको छौँ। मेरो हावाले कपाल उडाएर चाहिँ लथालिङ्ग बनाइदिएको रहेछ, तर मलाई यत्तिकै मजा आइरहेको छ है। भोक लागेको छ। मैले चाहिँ मोमो अर्डर गरिरहेको छु, राजाले चाहिँ चाउमिन। ल मोमो चाहिँ आइसकेको छ है। डिलिसियस एकदमै लेकाली मोमो, कुखुराको लोकल कुखुराको मोमो। हाम्रो राजाले चाहिँ यसरी चाउमिन मिठो छ है, एकदम मिठो बवाल छ। बवाल छ, दामी छ दामी है। बाटो त फेरि डेन्जरै रहेछ नि। डेन्जरै रहेछ नि बाटो त फेरि। राम्चे राम्चे आइयो। राम्चे नागी त कहाँ हो? अलि वाउ कस्तो दामी यार काठको है। ओहो नागी बाराही मन्दिर जाने बाटो। नागी त यतै रहेछ। आन्टी माथि मोहरे डाँडा जाने कता हो? हजुर हो र? अलमल परे बनाइमा किन मूल बाटोमा सकिन पुर्के सलो मायाको गाउँ कतिले घटिन सकिन रोटी फलो।
टायर्ड यार लास्टै ठाकियो हामी बल्ल बल्ल यो हाम्रो ओभर नै भयो रामचेको आलडाँडा भन्ने ठाउँमा आइपुग्यो बाइक आउने अन्तिम स्थानीय यो अब हामी यहाँबाट चाहिँ ट्रेकिङ गर्नुपर्ने हुन्छ 2.5 घन्टा 3 घन्टा अब यहाँको लोकलहरूले भनेअनुसार 2.5 घन्टा अब हामी हिँड्दाखेरि त कति लाग्छ रात पर्छ होला सायद अहिले हाम्रो घडीमा कति बज्यो लगभग 4:15 भएको छ 4:30 बजे हामी यहाँबाट हिँड्यौँ 4:30 बजे हामी यहाँबाट हिँड्यो भने 5, 6, 7, 7:30 सम्म पुग्ने तरिकाले पनि जान सकिन्छ किनभने 8 बजेसम्म त हल्का लाइट बालेर पनि पुग्न सकिन्छ हैन र अब यहाँ चाहिँ हामी जान्छौँ एकछिन सोधपुछ गर्छौँ के कस्तो छ बाटोको बारेमा खाजासाजा खान्छौँ अनि हामी यहाँबाट निस्किन्छौँ लेट्स सी हजुर हामी बेनीबाट आएको आन्टी मरे जाने भनेर हिँडेको कति लाग्छ कहाँ राख्ने हो बाइक खास यहाँ राख्ने हो आउँछ यहाँ ए माथिबाट म घुमाएर लिएर आउँछु है त आन्टी बाइकलाई चाहिँ 26 से 30 मिटरको एल्टिट्युडमा है होटल हिमालयन भ्यू एन्ड रेस्टुरेन्ट अहिले हिमालहरूको भ्यू चाहिँ देख्न पाइएको छैन अलिकति बादल लागेर नि होला हामी भोलि फर्किँदाखेरि चाहिँ यहाँ डेफिनेटली केही टाइमहरू स्पेन्ड गर्नेछौँ अहिले चाहिँ हामीलाई हतार छ यहाँबाट अलिकति खानेकुराहरू किनेर हामी यहाँबाट निस्किन्छौँ यो माथितिर हामी जति जति माथि आयो त्यति त्यति घुम्नुको चाहिँ एउटा फाइदा यो पनि छ ल हेर्नु यो चाहिँ हो यार्सा गुम्बा है क्याटरपिलर भन्छ यार्सा गुम्बाको बारेमा तपाईँलाई भनिरहनु पर्दैन आन्टीले चाहिँ यहाँ यसलाई चाहिँ प्रोसेसिङ गर्दै हुनुहुन्छ सफा गर्दै हुनुहुन्छ यो हामी खरिद्दै गइरहेका छौँ भोलि लिएर जान्छ यो होइन राजा भोलि लैजाने भोलि चाहिँ लिएर जाने सबै लैजाने यहाँ भएको जति सबै लिएर जाँदैछौँ हामी भोलि यहाँबाट हामीले त्यहाँको माथिको मोरे डाँडाको फोन नम्बरहरू लिएर हिँडेको छौँ अब त्यहाँ पुगेर चाहिँ खानासाना खान्छौँ बस्छौँ द जर्नी बिगिन्स हियर कस्तो दामी देखियो यार आमामामा अगाडिको बाटो राजा यता हेर के फोन मात्रै नहेर परिचय देऊ न यार हेलो हेलो तिमी यस्तो खतरा पपुलर ब्लगमा आउँदैछौ नामै काफी छ योगराज शर्मा परिचय नै चाहिएन नाम नै काफी छ हैन पहिचान किन चाहियो नामै काफी छ ल अहिले चाहिँ हामी धरमपानी भन्ने ठाउँमा आइपुगेका छौँ तल आलडाँडाबाट हिँडेको भयो लगभग 2 घन्टा 1.5 घन्टा जति भयो यहाँ आइपुगेका छौँ 4:30 मा हिँडेको थियौँ होला हामी त्यहाँबाट अहिले चाहिँ 6 बज्यो है 6 बजेर पनि 10 मिनट गइसकेको छ एकछिन बस्दा बस्दै ढिला भइहाल्यो यहाँ एउटा पानीको धारा अनि चौतारी पनि रहेछ यस्तो राम्रो सल्लेरी वनहरू छ जति माथि आयो उति राम्रो राम्रो भ्यूहरू देख्न पाइँदो रहेछ यो भनेको चाहिँ जन्नत नै हो यति राम्रो ठाउँ छ है मलाई चाहिँ यस्तो यस्तो ठाउँहरूमा घुम्न एकदमै मनपर्छ पहिलादेखि नै आउने चाहिँ सोच थियो जो अहिले आउन पाइयो धेरै ठाउँहरू घुम्ने सपनाहरू छ हेर्दै जाऊँ कहिलेसम्म कुन कुन ठाउँ घुम्ने सपना पुरा गर्न सकिन्छ अब जाडो हुँदै गइरहेको छ योभन्दा बाहिरबाट अर्को लेयर ज्याकेट थप्नुपर्छ होला अर्को ज्याकेट पनि लिएर आएको छ जति माथि आयो उति गाह्रो हुँदै गइरहेको छ तल चाहिँ हामीलाई एकदमै गर्मी भइरहेको थियो बेनीमा यहाँ जति माथि आयो उति चाहिँ जाडो जाडो हुँदै गइरहेछ हाम्रो साथीको आइफोन अनि त्यही पनि म्याग्नेटिक चार्ज हुनेवाला आइफोन है यस्तो माथि 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 ट्याप्प टाँस्यो भने चार्ज हुनेवाला आइफोन ए फोटो त कतै खिच्ने एकदम मन पर्यो मलाई यो फुल फुल अनि दामी भिडियो बनाउनु पर्ने हामीले कुनको यो फुललाई कति पर्छ गणेश चौहालको र मेरो जस्तै यो फुललाई कति पर्छ यसलाई बनाउँला नि के छ र माथि बनाउँला माथि म समात्छु कुन देशको कुन ठाउँमा भइयो बेपत्ता अनि यो चाहिँ कम्युनिटी लज हो त्यति धेरै महँगो छैन अफोर्डेबल नै छ अनि रातिमै आइपुग्यो लगभग हामी आइपुग्दाखेरि साँझ नै भयो 7:15 भयो भोलि बिहानको चाहिँ म भ्यूहरू कस्तो देख्छ यहाँको वेदर खोल्छ खोल्दैन खुल्यो भने यहाँको वेदरको तपाईँहरूलाई मैले सट्ट मिठो के भन्छ टाइम ल्याप्स देखाउने छु ओके गुड नाइट फर नाउ